पहिलो प्रश्न रहेको छ, पृथ्वीको क्षेत्रफल कति छ? यसको उत्तर हो 51 करोड वर्ग किलोमिटर। प्रश्न नम्बर 2, जेट स्ट्रिम्स नामको वायु पृथ्वीको सतहदेखि कति उचाइमा बहन्छ? 10 देखि 15 किलोमिटर। सीमा भन्नाले केलाई बुझिन्छ? मिश्रित मण्डल। पृथ्वीलाई आफ्नो अक्षमा एकपल्ट घुम्नको लागि कति समय लाग्छ? 23 घण्टा 56 मिनेट 4.909 सेकेन्ड। त्यस्तै गरी प्रश्न नम्बर 5, पृथ्वीको अन्तरिक्ष संरचनामध्ये कमजोर हल्का चट्टानले बनेको पृथ्वीको बाहिरी पातलो तह कुन हो? स्थलमण्डल। प्रश्न नम्बर 6, 366 दिनको एक वर्ष हुने अधिक वर्षलाई अङ्ग्रेजीमा के भनिन्छ? लिप एयर। प्रश्न नम्बर 7, कुन ग्रहलाई पृथ्वीको बहिनी भनिन्छ? शुक्र ग्रह। प्रश्न नम्बर 8, पृथ्वीबाट देखिने सबैभन्दा ठुलो तारा कुन हो? पुनर्वसु। त्यस्तै गरी प्रश्न नम्बर 9 रहेको छ, पृथ्वीको भौगोलिक इतिहासलाई जीवहरूको उत्पत्तिको आधारमा विभाजित 4 भाग इयोन, महाकल्प, काल र युग मध्ये सबैभन्दा ठुलो भाग कुन हो? इयोन। 10 नम्बर, स्थलमण्डलको औसत घनत्व कति छ? 2.75 देखि 2.9 ग्राम घन सेन्टिमिटर। प्रश्न नम्बर 11, निकेल र फेरियम बढी पाइने पृथ्वीको आन्तरिक भौगर्भिक संरचना कुन हो? केन्द्रमण्डल। प्रश्न नम्बर 12, पृथ्वीलाई आफ्नो अक्षमा एकपल्ट घुम्न लाग्ने प्रक्रियालाई ... भनिन्छ? परिभ्रमण। सूर्यग्रहण एक वर्षमा अधिकतम कति पटक लाग्न सक्छ? 2 पटक। औँसीको दिनमा मात्र कुन ग्रहण लाग्न सक्छ? सूर्यग्रहण। प्रश्न नम्बर 15, सूर्यको चहकिलो किनारालाई के भनिन्छ? पेनुम्ब्रा। प्रश्न नम्बर 16, ट्र्याङ्क्विलिटिज नामक ठाउँ कुन ग्रह वा उपग्रहमा पर्दछन्? चन्द्रमा। त्यस्तै गरी प्रश्न नम्बर 17 रहेको छ, सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ? 8 मिनेट 20 सेकेन्ड। प्रश्न नम्बर 18, पृथ्वी गोलो छ भने घोषणा गर्ने पहिलो व्यक्ति को हुन्? पाइथागोरस। प्रश्न नम्बर 9, चन्द्रग्रहण लाग्न कुन अवस्था आवश्यक पर्दछ? सूर्य र चन्द्रमाको बीचमा पृथ्वी। त्यस्तै गरी प्रश्न नम्बर 20 रहेको छ, चन्द्रमाको प्रकाश पृथ्वीमा आउन कति समय लाग्छ? 1.3 सेकेन्ड। प्रश्न नम्बर 21, सुटिङ स्टार भन्नाले केलाई बुझिन्छ? उल्कापिण्ड। प्रश्न नम्बर 22, पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गति कति किलोमिटर प्रति सेकेन्ड रहेको छ? 30 किलोमिटर प्रति सेकेन्ड। सम्पदा अथवा दिन र रात बराबर हुने दिन कुन कुन हुन्? 21 मार्च र 23 सेप्टेम्बर। रातो ग्रह भन्नाले कुन ग्रहलाई चिनिन्छ? मङ्गल। सबैभन्दा बढी उपग्रह हुने ग्रह कुन हो? बृहस्पति। प्रकाशले 1 सेकेन्डमा कति दूरी पार गर्न सक्दछ? 2 लाख किलोमिटर प्रति सेकेन्ड। बुधलाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ? 88 दिन। पृथ्वीको कुल क्षेत्रफलको कति प्रतिशत जमिनले ओगटेको छ? 29%। डार्फिल्पिक के हो? चन्द्रमाको अग्लो चुच्चुरो। अरुण ग्रहका कतिवटा उपग्रहहरू रहेको छन्? 27 वटा। ग्रहको गतिको नियम खोज गर्ने वैज्ञानिक को हुन्? जोहान्स केप्लर। ग्रहहरूको राजा भनेर कुन ग्रहलाई चिनिन्छ?
बृहस्पति। चन्द्रमामा भएको खाल्डाहरूलाई के भनिन्छ? ट्रेक्टर। टेम्पल्टन नामको धूमकेतु कहिले देखा परेको थियो? सन् 1998 नभेम्बर 17। उल्काको गति प्रति सेकेन्ड कति छ? 40 लाख प्रति सेकेन्ड। माटो बिना समुद्रमा खेती गर्ने पद्धतिलाई के भनिन्छ? हाइड्रोपोनिक्स। त्यस्तै गरी प्रश्न नम्बर 37। 5 वटा तारा रहेको डब्ल्यू आकारको तारामण्डल कुन हो? कश्यप। प्रश्न नम्बर 38। विश्वको कुन स्थानबाट अस्ताउँदो सूर्यलाई हरियो रङको देखिन्छ? अन्टार्कटिका। 39 रहेको छ। चीनले पहिलो पटक चन्द्रमाको अनुसन्धान गर्न एउटा रोबोट राखी चन्द्रमामा रकेट प्रक्षेपण गरेको छ। सो रकेटको नाम के रहेको छ? लङ मार्च 3। सौर्यमण्डलका कुन दुई ग्रहहरू आफू परिभ्रमण नगरी सूर्यलाई परिक्रमा मात्र गर्दछन्? शुक्र र अरुण। आकारको हिसाबले पृथ्वीभन्दा सूर्य कति गुणाले ठुलो छ? 13 लाख गुणा। बुध ग्रहको एक दिन र एक रात बराबर पृथ्वीको कति दिन हुन्छन्? 90 दिन। ट्रिटोन कुन ग्रहको सबैभन्दा ठुलो उपग्रहको नाम हो? वरुण। शिशु ग्रह एस्ट्रोइड कुन कुन दुईवटा ग्रहहरू बीचमा रही सूर्यको परिक्रमा गर्दछन्? मङ्गल र बृहस्पति। मेट्रियोलोजी भन्नाले के बुझिन्छ? वायुमण्डलको अध्ययन गर्ने विज्ञान। ब्रह्माण्ड उत्पत्ति र यसको सञ्चालन प्रक्रियाको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ? सृष्टिशास्त्र, कोस्मोलोजी। हेलिसेन्ट्रिक प्रिन्सिपल केसँग सम्बन्धित छ? सूर्यलाई ग्रहहरूले घुम्ने क्रिया। सबैभन्दा पहिले पत्ता लागेको शीर्ष ग्रहको नाम के हो र कसले पत्ता लगाएका हुन्? सेरेस पियाजी। सूर्यको विकिरण नाप्ने यन्त्रलाई के भनिन्छ? पारहेलियोमिटर। यमलाई सन् 2006 मा ग्रहको सूचीबाट हटाउने आधिकारिक संस्था कुन हो? इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन IAU। कुन महासागरलाई वाणिज्य महासागर ओसेन अफ ट्रेड नामले चिनिन्छ? आन्ध्र महासागर। महासागरको सबभन्दा गहिरो भाग मेरिना कुन देशको नजिक पर्दछ? फिलिपिन्स। विश्वकै सबैभन्दा ठुलो ताल क्यास्पियन सागर कुन कुन देशमा पर्दछ? क र ख दुवै। युरोप व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण नदी कुन हो? राइन नदी। त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ? प्रशान्त महासागर। मनसुनी महासागर भनेर कुन महासागरलाई चिनिन्छ? हिन्द महासागर। विश्वको सबैभन्दा ठुलो नदी कुन हो? अमेजन। 5 नदीको भूमि भन्नाले भारतको कुन स्थानलाई बुझाउँछ? पन्जाब। नाइल नदी भिक्टोरिया तालबाट उत्पत्ति हुन्छ भने अन्त्य कहाँ हुन्छ? भूमध्य सागर। अन्तर्राष्ट्रिय नदीको रूपमा चिनिने डेन्युब नदी कति देश भएर बहन्छ? 7 देश। कुमेरु महासागरको औसत गहिराई कति छ? 2400 मिटर। चिसो पानीको महासागर भनेर कुन दुई महासागरलाई भन्ने गरिन्छ? कुमेरु र सुमेरु। सुमेरु महासागरको औसत गहिराई 1330 मिटर छ भने यस महासागरको सबैभन्दा गहिरो भाग
मोली द्वीपको गहिराई कति छ? 5608 मिटर। ग्लेसियर फेड लेक्स कुन प्रसिद्ध नदीको उद्गम स्थल हो? अमेजन। कुन नदीलाई येल्लो रिभर भनिन्छ? वाङ्गो। साल्ट सी भन्नाले कुन समुद्रलाई चिनिन्छ? डेड्स। प्रशान्त महासागरको नाम कुन अनुसन्धानकर्ताले राखेका हुन्? फर्डिनेन्ड मेग्नल। तलका मध्ये सबैभन्दा ठुलो समुद्र कुन हो? साउथ चाइना सी। ल्याटिन अमेरिकामा पर्ने एक मात्र अल्प विकसित मुलुक कुन हो? हैटी। अफ्रिका महादेशको सर्वोच्च शिखर कुन हो? किलिमन्जरो। एसिया महादेशमा कतिवटा भूपरिवेष्टित राष्ट्रहरू छन्? 12 वटा। नयाँ संसारको उपनामले चिनिने महादेश कुन हो? उत्तर अमेरिका। सुन्दर पक्षी किवीको लागि प्रसिद्ध महादेश कुन हो? अन्टार्कटिका। पृथ्वीमा रहेका 7 महादेशहरू मध्ये विषमताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ? एसिया। दक्षिण अमेरिकाको भूपरिवेष्टित राष्ट्र कुन हो? पाराग्वे र बोलिभिया। अफ्रिका महादेशको क्षेत्रफल करिब कति छ? यति 3,02,21,532 वर्ग किलोमिटर। विश्वकै सबैभन्दा ठुलो पार्क वुडफेलो नेसनल पार्क। विश्वकै सबैभन्दा ठुलो रेलवे स्टेसन ग्रान्ड सेन्ट्रल टर्मिनल कुन महादेशमा पर्दछन्? उत्तर अमेरिका। जनशून्यको महादेश भनेर कुन महादेशलाई चिनिन्छ? अन्टार्कटिका। मिसन म्यासिफ कुन महादेशको सर्वोच्च शिखर हो? अन्टार्कटिका। युरोप महादेशमा कतिवटा भूपरिवेष्टित राष्ट्र छन्? 14 वटा। अस्ट्रेलिया महादेशको सबैभन्दा लामो नदी कुन हो? मरेरे डार्लिङ। टापुहरूको महादेश भनेर कुन महादेशलाई चिनिन्छ? अस्ट्रेलिया। हजारौं तालको देश भनेर कुन देशलाई चिनिन्छ? फिनल्यान्ड। भूमध्य रेखा छुने महादेश कुन हो? युरोप। क्षेत्रफलको आधारमा अफ्रिकी महादेशको सबैभन्दा ठुलो राष्ट्र कुन हो? अल्जेरिया। कुन महादेशलाई लस्ट अफ ल्यान्ड्स पनि भनेर चिनिन्छ? अल्जेरिया। युरोपको दोहोरो भूपरिवेष्टित राष्ट्र कुन हो? लिचेनस्टाइन। एसिया महादेशमा कतिवटा देशहरू रहेका छन्? 46। विश्वको सबैभन्दा गर्मी स्थान डेथ भ्याली समुद्र सतहबाट कति उचाइमा अवस्थित छ? 54 मिटर तल। अस्ट्रेलिया महादेश कुन जनावरको लागि प्रख्यात देश हो? महादेश हो, सरी। इमु। अफ्रिका महादेशको धेरै जनसङ्ख्या भएको देश कुन हो? नाइजेरिया। 7 वटा नदीहरूको सहर भनेर कुन सहरलाई चिनिन्छ? पन्जाब। भूमध्य रेखा र मकर रेखा दुवैलाई काट्ने महादेश कुन हो? दक्षिण अमेरिका। सबैभन्दा ठुलो टेक्टोनिक प्लेट कुन हो? प्यासिफिक। अक्षांश रेखाहरू कति डिग्रीदेखि कति डिग्रीसम्म हुन्छन्? 0 देखि 90 डिग्री। 1 डिग्री देशान्तरको फरकमा कति समय फरक हुन्छन्? 4 मिनेट। सबैभन्दा लामो अक्षांश रेखा कुन हो? भूमध्य रेखा। भूमध्य रेखा सहित जम्मा
अक्षांश रेखा कतिवटा छन्? 180 वटा। देशान्तर रेखाहरू कस्तो आकारका हुन्छन्? अर्धवृत्ताकार। उत्तरी र दक्षिणी ध्रुवको 25 डिग्रीदेखि 35 डिग्री अक्षांशसम्मको बीचमा भाग कुन चाप पेटीको भाग हो? अर्धौष्ट उच्च चाप पेटी। 0 डिग्री अक्षांश रेखाले पृथ्वीलाई 2 बराबर भागमा बाँडेको छ। उक्त अक्षांश रेखा कुन महादेशमा पर्दछ? अफ्रिका महादेश। सेप्टेम्बर 23 को नदीलाई शरद सम्पदा भनिन्छ भने मार्च 21 को नदीलाई के भनिन्छ? वसन्त सम्पदा। ग्रेट सर्कल भनेर केलाई चिनिन्छ? 0 डिग्री अक्षांश र 0 डिग्री देशान्तर। 1 घण्टा समय बराबर कति डिग्री देशान्तर हुन्छ? 9 डिग्री देशान्तर। विश्वव्यापी समय ग्रीनविच मीन टाइम कहिलेदेखि लागू भएको हो? सन् 1884 नभेम्बर। वर्षभरिमा सबैभन्दा छोटो दिन कुन हो? डिसेम्बर 22। कति डिग्री देशान्तर रेखालाई अन्तर्राष्ट्रिय तिथि रेखा अथवा इन्टरनेसनल डेट लाइन भनिन्छ? 90 डिग्री। ग्रीनविच भन्ने स्थान कति देशान्तरमा रहेको छ? 0 डिग्री। आकृतिको हिसाबले अन्तर्राष्ट्रिय तिथि रेखा कस्तो किसिमको छ? बाङ्गो टिङ्गो। स्थान अनुसार समय निर्धारण गर्दा विश्वलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त हुने गरी कतिवटा समय क्षेत्रमा वर्गीकरण गरिएको छ? 24 क्षेत्र। कुनै ठाउँको स्थानीय समय 2 AM हुँदा ग्रीनविच मध्य समय 7 AM छ भने त्यस ठाउँको देशान्तर कति हुन्छ? 75 डिग्री। व्यापारिक वायुको गति प्रति घण्टा कति रहेको छ? 16 देखि 24 किलोमिटर। ग्रीष्म ऋतुमा मनसुन कहाँबाट कतातर्फ बहन्छ? समुद्रबाट जमिनतर्फ। समुद्रिक सतहमा प्रति वर्ग सेन्टिमिटर क्षेत्रफलमा कति तौल बराबरको वायुको चाप हुन्छ? 1 किलोग्राम। अर्धौष्ण उच्च चाप पेटीबाट भूमध्य रेखीय निम्न चाप पेटीतर्फ बहने वायुलाई के भनिन्छ? वाणिज्य वायु। समुद्री सतहदेखि कति मिटरसम्मको दूरीमा वायु अर्थात् हावा फैलिएको छ? 500 मिटर। पेन्जिया कहिलेबाट टोक्रिन सुरु भयो? 200 मिलियन वर्ष अघि। मारियान ट्रेन्चको निर्माण कसरी भएको हो? टेक्टोनिक प्लेटको संयोजनले। माउन्ट एल्ब्रुज कुन देशमा पर्दछ? रुस। उच्च समस्थालीको महादेश भनेर कुन महादेशलाई चिनिन्छ? अफ्रिका। संसारको सबैभन्दा होचो भाग कुन हो? मृत सागर। जनसङ्ख्याको आधारमा सबभन्दा ठूलो भूपरिवेष्टित राष्ट्र कुन हो? जापान। विश्वको एइरी नामक पहिलो खुला विश्वविद्यालय कहाँको हो? बेलायत। सुन खानीको लागि विश्वको प्रसिद्ध स्थान ग्रासबर्ग कुन देशमा रहेको छ? इन्डोनेसिया। 20 दिन 1 महिना र 18 महिनाको 1 वर्ष मानिने देश कुन हो? मेक्सिको। अन्तरिक्षमा बसाउन प्रस्तावित सहरको नाम के हो? भोल्गा। एभलान्चे शब्दको कुन भौगोलिक घटनासँग नजिकको सम्बन्ध राख्छ? ड्रेस्टिक फ्लो अफ स्नो। द ब्रेड बास्केट अफ द वर्ल्ड भनेर चिनिने देश कुन हो? युक्रेन। 10,000 वर्षभित्र विस्फोट हुने ज्वालामुखीलाई के भनिन्छ? एक्टिभ भोल्केनो। भूमध्य रेखाको उच्च बिन्दु कति मिटर अग्लो छ? 4690 मिटर। विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको राजधानी सहर कुन हो? बोलिभियाको लापाज। भ्याटिकन सिटीको क्षेत्रफल कति रहेको छ? 0.44 वर्ग किलोमिटर। भूगोलका पिता भनेर कसलाई चिनिन्छ? इरेटस्थनिज।
अफ्रिका महादेशमा पाउने उष्ण सदाबहार जङ्गललाई के भनिन्छ? रेन फरेस्ट। सबै धर्मका मानिसहरूलाई खुला रहने लोटस मन्दिर कुन दक्षिण एसियाली मुलुकमा रहेको छ? भारत। एसिया महादेशमा सबैभन्दा बढी जनघनत्व भएको सहर कुन हो? सङ्घाई। विश्वको सबैभन्दा धेरै वर्षा हुने राष्ट्र कुन हो? मासिन राम। आधा रातमा सूर्य उदाउने देश कुन हो? नर्वे। विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश भारत हो भने सबैभन्दा बढी जनघनत्व भएको देश कुन हो? मोनाको। भूकम्पको देश भनेर कुन देशलाई चिनिन्छ? जापान। सरदर कति मिटर समुद्र सतहदेखिको उचाइको परिवर्तनमा 1 डिग्री तापक्रम फरक हुन्छ? 165 मिटर। विश्वकै सबैभन्दा ठुलो ज्वालामुखी पहाड कुन हो? मोनाओला। हिन्दू, बौद्ध र इस्लाम धर्मावलम्बीहरूको अवस्थाको केन्द्रबिन्दु मानिने एडम्स मिस्पक कुन देशमा रहेको छ? श्रीलङ्का। दक्षिण सुडान राष्ट्रको राजधानी सहरको नाम के हो? जुबा। मरुभूमिको हीरा भने कसलाई चिनिन्छ? लिबिया। विश्वकै सबैभन्दा लामो नदी नाइलको लम्बाइ कति छ? 6690 किलोमिटर। विश्वकै सबैभन्दा बढी विद्युत उत्पादन गर्ने देश कुन हो? अमेरिका। पृथ्वीको सतहमा रहेको रिकापीहरू कति बाक्ला रहेको अनुमान गरिएको छ? 25 देखि 200 किलोमिटर। ह्याङ्गिङ गार्डन अफ बेबिलोन कुन देशमा रहेको छ? इराक। विश्वको सबैभन्दा धेरै 22,500 मेगावाट जलविद्युत उत्पादन गर्ने थ्री गोर्ज ड्याम परियोजना कुन देशको हो? चीन। साथीहरू, हामी 50 वटा जति प्रश्न उत्तरहरू हेरिसकेका छौँ। यदि तपाईहरुलाई राम्रो लागिरहेछ भिडियो सो प्लिज लाइक गर्नुहोला र साथीहरूलाई पनि सेयर गरिदिनु होला कि उहाँहरूलाई पनि केही हेल्प भइहालोस्। त्यस्तै गरी हाम्रो अर्को क्वेशन रहेको छ, नेपालमा फूल फुल्ने वनस्पति कति प्रजातिहरू पाइन्छन्? 5856 प्रकारका। नेपालमा सर्वप्रथम वृक्षारोपण कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो? विक्रम सम्वत 2013 सालदेखि। एउटा रुखले सरदर कति केजी अक्सिजन उत्पादन गर्दछ? 2.7 केजी दैनिक सरदर। नेपालमा सर्वप्रथम वन संरक्षणका लागि फरेस्ट इन्स्पेक्सन्स अफिस वन जाँच अड्डाको स्थापना कति सालमा भएको हो? सन् 1934। विश्व प्राकृतिक संरक्षण दिवस कहिले पर्दछ? अक्टोबर 5। आधा समय किरा र आधा समय वनस्पति हुने औषधीय गुणयुक्त वनस्पतिको नाम के हो? यार्सा गुम्बा। रात दिन अक्सिजन दिने बिरुवा कुन हो? तुलसी। सबभन्दा बढी जङ्गलले ढाकेको विकास क्षेत्र सुदूरपश्चिमाञ्चल हो भने सबभन्दा कम जङ्गल भएको विकास क्षेत्र कुन हो? पश्चिमाञ्चल। सुनाखरीको राजधानी भनिने हाँस पोखरी जङ्गल कुन जिल्लामा पर्दछ? इलाम। एक घर एक रुख एक गाउँ एक वन एक नगर अनेक उद्यान नारा सहितको वन दशक कहिलेदेखि कहिलेसम्मका लागि घोषणा गरिएको छ? विक्रम सम्वत 2071 देखि 2080 को दशक। अन्य माटाको तुलनामा जैविक अवशेष बढी पाइने माटो कुन हो? पाङ्गो माटो र तलैया माटो। हिम नदीले बगाएर ल्याई थुपारेको माटोलाई के भनिन्छ? हिमाली माटो। कृषि उत्पादनको हिसाबले सबैभन्दा उर्वर र उत्पादनशील माटो कुन हो? तलैया माटो। फेवा तालबाट निस्केको नदीलाई के भनिन्छ? पार्दी खोला। लिखु नदीको अर्को नाम के हो?
बरुड। लेपोनमुख रातो कमलको फूल फुल्ने सतकलुवा ताल कुन जिल्लामा पर्दछ? बर्दिया। बागमती नदीको लम्बाइ कति छ? 163 किलोमिटर। नेपालको सर्वोच्च हिम स्रोत भएको नदी कुन हो? दुधकोशी। ह्यातुङ झरनाको वास्तविक नाम के हो? हिङ्गुवा। महाकाली नदीको उद्गम स्थल कुन हो? किलिमन्जरो। त्रिशुली र तादी नदीको सङ्गमलाई के भनिन्छ? देवीघट। डोन्ड्रस भन्ने स्थानमा पुगेपछि कर्णालीमा मिसिने नदी कुन हो? सेती। झिमरुक नदीको उद्गम स्थल कहाँ हो? गौमुखी। नेपालको कुन ताल मान्छे आँखा आकारको छ? सुरमा सरोवर। नेपालभित्रको दूरीलाई मात्र गणना गर्दा कर्णालीको लम्बाइ कति किलोमिटर छ? 705 किलोमिटर। प्रसिद्ध तीर्थस्थल रुरु क्षेत्र कुन नदीको किनारामा पर्छ? कालीगण्डकी। चक्राकार नदी भनेर कुन नदीलाई चिनिन्छ? कालीगण्डकी। कहाँदेखि कहाँसम्मको क्षेत्रलाई कर्णाली प्रदेश भनिन्छ? धवलागिरीदेखि व्यास ऋषि। कर्णाली नदीको जल प्रवाह क्षेत्र कति हो? 49,000 वर्ग किलोमिटर। नेपालभित्र बहने सबैभन्दा लामो नदी कुन हो? कर्णाली। कर्णाली नदीलाई भारतमा अर्को कुन नामले चिनिन्छ? घाघरा। इन्द्रावती नदीको उद्गम स्थल 5 पोखरी दह हो भने विष्णुमतीको मुहानलाई के भनिन्छ? सपन तीर्थ। ठुली भेरी र सानी भेरी सङ्गम स्थललाई के भनिन्छ? शिवपुरी। नेपालको मानव निर्मित प्रसिद्ध ठुलो ताल कुन हो? इन्द्र सरोवर। 7 तालको जिल्ला भनेर कास्कीलाई चिनिन्छ भने 7 कुण्डको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? रसुवा। वरिपरि नदीले घेरिएको बीचमा जमिन भएको दुर्गलाई के भनिन्छ? औदिक। रानी पोखरीको निर्माण कति सालमा भएको हो? विक्रम सम्वत 1727। वैष्णवी स्वरूपाको नामले चिनिने नेपालको कुन नदी हो? सेती। उत्तरवाहिनी भनेर कुन नदीलाई बुझिन्छ? कर्मनाश। सेफुक्सुन्डो समुद्री सतहदेखि कति मिटर उचाइमा रहेको छ? 3900 मिटर। 52 पोखरी 53 तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? रुकुम। हिम नदीले बगाएर ल्याएको पदार्थ हिमोड थुप्रिएर बन्ने ढिस्को जस्तो भू आकृतिलाई के भनिन्छ? एकर। सेती गण्डकी नदीको पौराणिक नाम के हो? स्वर्ण सरिता। बहुमूल्य धातु हीरा कुन तत्त्वबाट बनेको हुन्छ? कार्बन। नेपालमा औषधिजन्य वनस्पति कति उचाइमा भन्दा माथि पाइन्छ? 3300 मिटर। रामेछापको ठोस कुन खनिज पदार्थको लागि प्रसिद्ध छ? फलाम। काठमाडौँ कति डिग्री देशान्तरमा रहेको छ? 85 डिग्री 17 मिनेट पूर्वी देशान्तर। भक्तपुर भन्दा क्षेत्रफलको हिसाबले डोल्पा कति गुणा ठुलो छ? 66 गुणा। नेपालको पहाडी क्षेत्रमा कति क्षेत्रफल खेती योग्य भूमि छ? 8629 वर्ग किलोमिटर। महाभारत लेक र दक्षिणमा चुरेको बीचको समथर भूभागलाई के भनिन्छ? भित्री मधेश।